हेलो साथीहरु, यो राइनसको कोड हो। यहाँ हामी दशैंको अष्टमीमा पूजा गर्छौं है साथीहरु। यसमा चाहिँ दशैं अष्टमीमा पूजा गर्नुहुन्छ। यहाँ चाहिँ हैन यो मन्दिर हो। अनि यता माथि पनि छ है साथीहरु, यहाँबाट यसरी जाने। यसै गरी यो माथि चाहिँ माघे संक्रान्तिमा पूजा गर्नुहुन्छ। यो माथि शिवजीको मूर्ति छ है साथीहरु। अनि हामी यता आएर यसमा चाहिँ के गर्नुहुन्छ भने अष्टमीमा पूजा गर्नुहुन्छ। यहाँ चाहिँ है दशैं अष्टमीमा यो बलि हान्ने ठाउँ यस्तो हैन। बादलले सबै ढाकिदियो हिमाललाई, हिमाल देख्नै पाएन। त्यहाँ हेर्दा चाइनाको जस्तो बाटो डाँडा डाँडा बनाएको रहेछ। यो तल्लो मन्दिर लिलीकोटको राइनसकोटको मन्दिर। यता हेर्नु, यता बजार, लमजुङको बजार के भन्छ, अलगटार सलिटार भन्ने ठाउँहरू। यो कस्तो दामी देखेछ यो डाँडा डाँडा। यो बापा, यो पहाड कस्तो राम्रो देखेको, दामी भ्यू देख्यो यहाँ है। कस्तो राम्रो छ है साथीहरु, हेर्नु है हजुर पनि। म नि सानो भिडियो बनाउँदै देखाउँदै छु हजुरहरुलाई, इन्जोय गर्नु हिमालको, लमजुङको, राइनसकोटको। हामी यस्तो ठाउँमा छ आज लेकमा है। यता नि भिडियो बनाउँदै छ। यताको भ्यू हेर्नु ल साथीहरु, यताको भ्यू यस्तो दामी छ हेर्दा। बाटो यो यस्तो दामी डाँडा छ नि, पुरै डाँडा 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 वहाँ माथि पुरै। अहिले त सबै ढाकेको। यो तल्लोको बजार लमजुङको 7 बिसे भन्ने ठाउँ हो यो। हामी त अलगटार भनेर चिनिन्छौँ के अरे, हामीले त यहाँ मुनि नै घर रहेछ है साथीहरु। हामी जाँदैछौँ राइनसकोट नि बबाल देख्दछ, बबाल यस्तो राम्रो देख्दछ। पारीकोट यता चौतारा बस्ने ठाउँ छोरा चाहिँ यता बाटो यस्तो राम्रो हैन, फुलहरू फुलिरहेको छ यहाँ कस्तो राम्ररी। राम्रो ठाउँ रहेछ हेर्नु साथीहरु। यहाँ यस्तो जग्गा घुम्ने ठाउँ कस्तो दामी हो। यताबाट नि जान सकिन्छ है, तलबाट नि माथिबाट नि जान सकिन्छ। घर बनाउँदै होला यहाँ। त्यो सिँढीमा चाहिँ जान सक्छ माथि डाँडा सिँढीमा। राम्रो छ बाटो पनि। यो हुँदो झर्ने बाटो, मान्छेहरू हिँडेर यहाँबाट आउनुहुन्छ। त्यो डाँडा लमजुङको डाँडा। पहिलोचोटि होला है भाइ, मैले भ्लग बनाउँदैछु है भन्नु। पहिलोचोटि आटो आएको होला यो ठाउँमा। अनि हाम्रो भाइ एकदम पर्फेक्ट छ आटो चलाउन, कहाँ कहाँ पुऱ्याइदिन्छ।
राइनास्कोटमा पहिला बार आटो आइपुग्यो भन्नुहुन्छ। यो चाहिँ के होम के भन्छ यसलाई भाइ? होमस्टे हो। होमस्टे उतोडी घर छ नि त्यो होमस्टे यो पनि हो यो रिसोर्ट भनेर लेखेको छ त। त्यही त त्यो भनेर लेखेको छ त नि। खाजाभुजा गर्ने ठाउँ बस्ने बास बस्ने ठाउँ। जाडो हुन्छ होला भयो। पहिला पहिला दिदी हामी यहाँ राइनस बजार आउँदा होइन 60 सालतिर के 60 सालतिर आउँदाखेरि यहाँ त्यो चोयाको के यस्तो हुन्छ नि भकारीको गोठ बनाएर राखेको थियो कि यहाँबाट। अनि अहिले त कहाँ ऊ छ त नि। होइन अहिले त्यो टिनको व्यवस्था बन्द गरेछ नि त। पहिला त्यो भकारीले चाहिँ बनाएको केटा झगडा गरेर यो आटो पहिला बार आएको यो हाम्रो भाइको आटो राइनास्कोटमा पहिलाचोटि। उताको के हो नि भाइ? उताको के हो? ट्रेन पाहुनाहरू बस्ने ठाउँ। त्यहाँ आएर बस्ने? मासु सासु पोलेर खानु पर्यो भने रमाइलो गर्न पर्यो भने त्यो ट्रेनभित्र बस्ने। यो भित्र रेस्टुरेन्ट ठाउँ गेस्टहरू होला त्योभित्र भेडा त्योभित्र गेस्ट होला नखोलिदिनुहोस् पाहुनाहरू मान्छे होला नि। कहाँ खोल्ने म त भेडा भिडियो बनाउनु नानी आऊ यहाँ भेडा छ। लेकको भेडा छ यहाँ। कुकुर नि हुन्छ नि यिनीहरूसँग त छैन क्या। यो लेकको भेडा हो। अब जाडोमा ब्यासी ब्यासी झर्ने यहाँ यत्रो फाँडहरू गिरान कत्रो गिरान हो वन। यहीँ त फुटबल खेल्छ राइनासको केही पनि पऱ्यो भने। हिमाल त छोपिहाल्यो। यहाँ ट्याङ मान्छे बस्छ अरे। त्यो पारी डाँडा। यो फर्स्ट आटो आइपुग्नु भयो यो राइनासमा। आटोको नम्बर पनि बताउनु हुन्थ्यो खै नम्बर चाहिँ अहिले छैन। यहाँ भेडा चलिरहेछ भेडा हेर्नु। राइनासको देख्यो राइनासको अन्त जाने हो कता जाने हो हामी? यहाँ मौरी छ। कोदो खेलाइरहेको छ कोदो। कुकुरहरू हुन्छ नि आएन यता लेकतिर त। होइन कस्तो राम्रो देखेको भिडियोमा नि। फुलहरू लगाएर नि यही हो गल्ली गल्ली हिँड्ने मान्छेहरू। फुल हेर्नु के खालको फुल हो यो यस्तो। कुखुरा यहाँ राइनस गाउँ यस्तो राम्रो रहेछ। घुमने घर यही हो। राइनसको घुमने घर। साथीहरू यहाँ यस्तो राम्रो राइनस गाउँमा कस्तो फुलहरू सजाएर कस्तो राम्रो दामी बनाएको छ। मजाले टसाएर न सारिन
Ngâm đâu đúng à? Xe số má? Ngay cái video làm gì? Tini choker kalau jus डाला री 3 sama ना खा लूँगा tini खावा फर्क क्या हुआ सेम में ये डाउन होगा ये हो पहले बसुम जब मैं हाउस वाला तेना गामी ए लोग ये होते भाई चलो वाला भी हुआ फोटो सेल्फी में सुने बेटी कोही छैन नि पुरानो घर हो नि यहाँ नै यस्तो सजा राखेको पुरानो सामानहरू यो हालो जुवा खोइ रहे त कुनै मारेको त हो यो हालो हो नानी यो जुवा भन्छ यसलाई जुवा भन्छ ऊ त्यो माथि दाँते थियो ल ल के भने मम्मी के भने मम्मी आज यही नै गयो